ल हामी बालुवा भर्दैछौँ ट्रकमा कालीकोटको लागि, मान्माको लागि गाल्जेदेखि ट्रकभरि बालुवा लगेर जाँदैछौँ। गाडीले खिच्छ कि नै कति हुन्छ बालुवा अब। जेसीबी वाला गुरु दाई हाल्नलाई एकदम रेडी हुनुहुन्छ बालुवा। कति जान्छ बालुवा? बालुवा सबै हाल्थ्यो। गाइस अब हामी यहाँदेखि मानमा लगेर जाँदैछौँ बालुवा। बेलुका राति पुगिन्छ, भोलि माल खाली हुन्छ हाम्रो, पछि चाहिँ सिर्किट लागिन्छ। सब निकाल्दै है। डोरीको त सबै होइन, डोरी खोज्नु पर्छ। बालुवाको फाइदा डोरी खिच्ने भयो। कति लट्टा गाडीले खिच्ला भनेर कन्फ्युज भइरहेको छु। त्यो पर पनि ट्र्याक्टरमा भर्दैछन्। यो चाहिँ आफै पैसा हालेर किन्नु नपर्ने, आफै फ्रीमा लगाउनु बालुवा हो। हाम्रो चाहिँ किनेको बालुवा हो। यता खोला छ, माथिको चाहिँ कोराली राजमार्ग। गाल्जे भन्ने ठाउँमा छ भने गाल्जे गएर दाना छोडेर बालुवा आएर बालुवा लुटेर अब साउको घर जाँदै हो। त्यो चाहिँ साउको घरकोलाई कलेक्टर गर्ने बालुवामा कलेक्टर बेला निस्किन्छ। डोरीको चाहिँ लास्ट बिजोग भन्ने कि यो बिजोग भन्ने फुल हालम तान्छ कि तान्दैन गाडीले बाटोमा है, के कति समस्या पार्ने। भइसकेको छ बालुवा। लाग्छ होला 10-15 बकेट भरिनु छ।
हजुर म चाहिँ बालुवा ल्याएर आइरहेको छु गाडीले नखिचेर एकदम तनाव दिइरहेछ हजुर पिलीको उकालोमा हैरान छु हैरान बालुवा धेरै भएछ लोड त्यसैले चाहिँ नखिचेर अहिले चाहिँ बेहाल चाहिँ एकमा हिँडिरहेको छु पिलीको उकालोमा गाह्रो गराइदिइरहेछ गाडी किन हालेको यति धेरै भन्ने भइसकेको छु हैरान गरिसक्यो गाडीले उकालोमा खिच्छ कि खिच्दैन भन्ने कन्फ्युजमा छु म साउबाको घर जान लाग्दा 5 घन्टा जस्तो छ अनुभव खिच्न मानिरहेको छैन गाडीले बाटो चाहिँ यस्तो छ म चाहिँ बालुवा लगेर कालीकोट जाँदैछु पिलीको उकालोमा चाहिँ चढिरहेको छु कालीकोटको पिलीको उकालोमा चढिरहेको छु गाडीले नखिचेर एकमा हिँड्नुपर्ने अवस्था आइरहेको छ हजुर मलाई यति ट्याक्क पनि थाहा भएन बालुवा कति भएछ गाडीले खिच्नुपर्छ भन्ने साउजले 10,000 तिरेको हाल्नु भनिदिनु भयो हालिदिएको गज पारेर अब यहाँ अहिले आफैलाई नै हैरान हुने भइरहेछ उकालो पनि कस्तो कालीकोटको उकालोमा उकालो ओह्रालोमा ओह्रालो तेर्सोमा तेर्सो यो उकालो तान्छ कि तान्दैन यो मेन उकालो यही छ म त गाडीको आवाज नै चेन्ज भइसकेको छ चेन्ज गर्ने भइसकेको छ हजुर यो उकालो खिच्छ कि खिच्दैन भन्ने छु म र हामी बालुवा भर्दैछौँ सडकमा कालीकोटको लागि मान्मको लागि गाल्जेदेखि सडकभरि बालुवा लगेर जाँदैछौँ गाडीले खिच्छ कि नै कति हुन्छ बालुवा अब जेसीबी वाला गुरु दाई हाल्नलाई एकदम रेडी हुनुहुन्छ बालुवा कति जान्छ बालुवा बालुवा सबै हाल्थ्यो गाइस अब हामी यहाँदेखि मानमा लगेर जाँदैछौँ बालुवा त्यो त राति पुगिन्छ भोलि
नाल खाली हुन्छ हाम्रो, पछि चाहिँ सुत्केरी लाग्छ। छोरी सब उतार गएर छोरीको त सबै होइन, छोरी खोज्नु पर्छ। बालुवाको फाइदा छोरी भयो। कति लाग्छ गाडीले खिच्छ भनेर कन्फ्युज भइरहेको छु। पर पनि ट्र्याक्टरमा भर्दैछन्। यो चाहिँ आफै पैसा हालेर किन्नु नपर्ने, आफै फ्रीले लगाउने बालुवा हो। हाम्रो चाहिँ किनेको बालुवा हो। यता खोला छ, माथिको चाहिँ कराली राजमार्ग। कालजी भन्ने ठाउँमा छ भने कालजी गएर दाना छोडेर बालुवा आएर बालुवा लुट गरेर अब साउको घर जाँदै हो। त्यो चाहिँ साउको घरकोलाई कलेक्टर गर्ने बालुवा भयो। कलेक्टर गोल्ला मिटिङ गर्दैछ। चाहिँ लास्ट भिडियो भन्ने कि यो भिडियो भन्ने फुल हालम तान्छ कि तान्दैन गाडीले बाटोमा है, कति समस्या पाएको। भइसकेको छ बालुवा। हप्तामा 10-15 बकेट भरिनु छ गाडीमा। यति धेरै बालुवा भएर लोड गर्दाखेरि धेरै गरियो हजुर। म तानेर गिलो बालुवा हैरान गराइदियो गाडीले, हैरान। गिलो बालुवा नतानेर हैरान गराइदियो गाडीले। त्यसको गाडीको अवस्था बालुवा पिली, त्यो पिलीको सबै उकालोहरू एकमा आएर बल्ल 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 चाहिँ उकालो काट्यो। अब यसो गाडी तात्तिएर सिलाम भनेर बसिरहेको छु। मधेरो पनि झमक्क भयो। माथि 45 है। अरे घाम नै
जाउँ त जाउँ, तरी गोदाममा जाउँ। तेरो मोटोपनलाई घटाउनु पर्यो। भइसक्यो, 7 पर्न लागिसक्यो। पर्सेन्टेज पुग्ने अत्तो पत्तो छैन हजुर। रात पर्न लागिसक्यो। त्यो तारी पिली हुँदै आएको, त्यहाँ माथि पिलीको भ्यू टावर छ हेर्नु। माथि देखिने चाहिँ पिलीको भ्यू टावर हो। हामी त जान्छौँ। साउजीको घर पुग्नु अझै आधी घन्टा, भनेपछि खालीमा आधी घन्टा, अब बालुवामा 1 घन्टा लाग्छ अझै। रात पनि झमक्क परिसक्यो। गाडीले तान्दैन। बालुवा यस्तो छ, हुँदै आएको। यतामा चाहिँ यति राम्रो गाउँ छ, चट्ट परेको। कालीकोटको बाटो नै उकालोमा उकालो, ओह्रालोमा ओह्रालो। उकालोमा तान्दैन, ओह्रालोमा धान्दैन ब्रेकले। गाह्रो छ हजुर। गाडी तात्तिएको छ, 105-10 मिनट सेलाम्ती भनेको। त्यो गाडी पनि त्यहाँ पुगिसक्यो, कति छिटो गएको होला गाडी। सडकमा गाह्रो छ हजुर, एक्लै छु, बहुत दुःख छ। अब यो भोलि लगेर आफै झार्नुपर्ने होला, दिनभरि लाग्छ भोलि झार्न। भोलि यसो बाटेर घर जाने मासु मिल्छ कि भने, अब यो झार्नै भोलि दिनभरि लाग्ने हो। पर्सितिर हुन्छ होला नेपालगञ्ज, फेरि 28 गते नेपालगञ्ज लोड गर्नु जाऊ, 29 गते फेरि अब बस्नै पाइन्न। दुःख छ हजुर, ट्रक लाइनमा गाह्रो छ। एक्लै के गर्ने, हैरान छ हैरान। यसो एकजना हेल्पर राखौँ भनेको, साउजीले मान्दैनन् हेल्पर राख्न पनि। अब आफ्नो तलब दिएर राखौँ भनेर पनि साध्य छैन। अवस्था गम्भीर छ। गाडी पनि हिट हुनाले हैरान गरिदिनुभयो। त आउनु त आइयो। आउँदा त आइहाल्यो। तर भोलि यति धेरै बालुवा चाहिँ के गरी झार्ने भन्ने गाह्रो भइरहेको छ मलाई त। झार्नु त सकिँदैन यति धेरै बालुवा, कसरी झार्ने? झार्नेले बोट लगाउँदैनन् पक्कै पनि। अर्को गाडी चाहिँ सिक्के जाने अरे भोलि। अब अर्को गइसकेको थिएँ, मेरो एक्लै धेरै दिनभरि पनि ल्याइदिनु होला मैले चाहिँ गाडेर। के गर्ने, कसरी झार्ने होला सोचिरहेको छु। टिप्पर भयो, बुम उठाएर फाल्ने भन्नुहुन्थ्यो, टिप्पर पनि भएन। के गरी झार्ने भन्ने। भोलि झार्न लगाएको पनि भिडियो आउँछ साथीहरू। अब गाडी अझै खुलाएको जस्तो छ, अब लाग्नु पऱ्यो। कति हो अझै लाग्छ, आधी 1 घन्टा ट्याक्कै लाग्छ पुग्न। एक्लै
पनि भइसक्यो। बालुवा गाडीलाई राख्ने नमिलेर दाना गाडीभित्र हेल्पर त्यसो बस्ने ठाउँमा त दाना हेल्पर बनिरहेको छ भाइ। गाडीमा दाना राख्यो दौडियो। दाना पनि कम्पनीले 25 केजीको गराउनु पर्ने सिस्टम हुनुपर्ने। हालै सरकारले 50 केजीको दाना हटाएर 25 केजीको दाना गराएको भए अलि कति जस्तो लाग्छ। गराउनु पनि कति हो, उठाउन सकिँदैन दाना पनि। हैरान नै भयो, गाह्रो छ। लियो बालुवा खाली गरेर पछि चाहिँ सुत्ने पाइन्छ। निदो सुन्नु जानेपछि बस्नु पनि नपाइने भयो क्या। कति काम पनि कति भयो। सुन्दर अनि गाह्रो छ, अति गाह्रो। जुम्ला कालीकोटको रोडमा एक्लै यो हिँड्नु पनि त बर्खा लाग्यो, गाह्रो हुन्छ होला हिँड्नु त। साउजी रिसाउने होलान्। दाना बाटोमा कहाँ पुला कता मिस्टेक भएर दाना नै काहीँ धेरै भइहाल्यो, काहीँ पुगेन, काहीँ के छ कहाँ केही छ। दुई बेला यो जाने ठाउँमा नझरेर अर्को ठाउँमा मिस्टेक भएर झरेर कसो दाना एक बेला पत्ता लगाइएन त साउबाले तलबदेखि काट्ने बाहेक अरू किलोमिटर केही हुन्थेन। सामान पनि हराउनाले पैसा त आलु त तलब त दानाकै तिरेर भ्याइसक्नु लाग्यो।